आशिक म्याम यो बाबुको उमेर कति छ होला? 14 वर्ष 14 वर्षको भाइ हो। अनि उसको चाहिँ 6 दिन अगाडि 24 गते भनेको छ। 24 गते चाहिँ भिडमा कलङ्कीमा चाहिँ साथीहरूसँग जाँदाखेरि लड्यो। ऊ लडेपछि प्रहरीले जिउले हान्नुभएछ, हातमा हान्नुभएछ त्यो लौरीले। अनि हानेर लड्दाखेरि अनि भिडमा भएको साथीहरू डराएर भए, ऊ एक्लै लडे भएछ। बाबु लडे भयो। अनि 6 दिनसम्म उसको त्यो जुन भिडियोमा देखिरहनु भएको छ उहाँ चाहिँ हजुरआमा हो। अनि उहाँले चाहिँ रेखदेख गरेर बसिरहनु भएको रहेछ। अनि बाबुको आमा बुवा कोही हुनुहुन्न रहेछ। आज थाहा भयो त्यो कुरा चाहिँ मलाई। हिजो हेल्प गरेको अपरेसन, हिजो उसको चाहिँ 4 बजे चाहिँ अपरेसन थियो थिएटरमा। अनि आज चाहिँ त्यो राम्रै छ भनौँ न। हामीले भिडियो मात्र हेरे म सत्यता बोल्छु होइन, 99.9% कार्यक्रममा होइन, हामीले भिडियो मात्र हेरे हो। हजुरले महसुस गर्नुभएको छ भाइ बहिनीहरूसँग बसेर कुरा गर्दाखेरि होइन, जब हजुर जानुहुन्छ नि ए बाबु ए नानी भन्दाखेरि त्यो हामीलाई नै त्यो भिडियो हेर्दाखेरि नै हाम्रै मन छुन्छ कि। हजुर त्यो सबैलाई छुन्छ नि त्यो त, बिकज त्यो अब उहाँहरूको कोही छैन क्या अहिले तत्काललाई चाहिँ। सरकार भएर पनि चाहिँ सरकार छैन जस्तो त्यो किसिमको चाहिँ उहाँहरूमा, किनकि छँदैन छैन क्या अहिलेसम्म कोही नेता, कोही चाहिँ एउटा मन्त्री अथवा चाहिँ पहिलाका पूर्व भनौँ न, उहाँहरू पनि त नेपाली नै हो नि होइन। त्यस्तो मन भएको भए एउटा फ्रुटी एउटा चाहिँ पानीको बोतल बोकेर कोही गएको देख्नु भएको छ र? छैन नि, त्यो त कोही छैन। अहिले जुन सरकार हुनुहुन्छ उहाँले पनि अब घाइते भाइ बहिनीहरूलाई गर्नुपर्ने हो। अनि जो अब बितेर गइहाल्यो नि होइन। उहाँहरू जति पीडामा हुनुहुन्छ, उहाँको आमाहरू जति भनौँ न बुवाहरू दिदी भाइ बहिनी कति पीडामा हुनुहुन्छ भन्ने कुरा त उहाँहरूलाई थाहा छ नि। तर जो बाँच्न चाहन्छ, त्यो जो घाइतेहरू हुन्छ नि, उहाँहरू नि मर्छु नै भनेर गएको हो क्या। त्यो कुरा सरकारले बुझ्नुपर्छ। ज्यानको बाजी राखेरै गएको, म मर्छु यो देशको लागि म रगत बगाउँछु नै भनेर गएको क्या उहाँहरू पनि। उहाँहरूले त्यही जो मृतकलाई घोषणा गर्नुभएको छ त्यो चाहिँ भनौँ न यति सहयोग उति सहयोग राहत भनेर घोषणा गर्नुभएको छ, त्यो घाइते बहिनीहरूलाई पनि भाइ बहिनीहरूलाई पनि गर्नुपर्छ सरकारले। डाक्टर साहब आउनुभएको थियो यहाँ, डाक्टर साहबसँग बसेको थिएँ म केही समय अगाडि होइन, मेन्टल हेल्थ एक्सपर्ट। उहाँले काठमाडौँ मेडिकल कलेजमा त्यो दिन चाहिँ उहाँले सर्भिस प्रोभाइड गर्दै हुँदो रहेछ होइन। उहाँको अस्पताल चाहिँ काठमाडौँ मेडिकल कलेज होइन, यहाँ यो के अरे केएमसीमा होइन, सुधीर शर्मा होइन। डाक्टर साहबहरू आउँदाखेरि चाहिँ के भएको रहेछ भन्दाखेरि चाहिँ त्यो दिन त्यो भिडियो पनि देखाउनु, त्यो मोमेन्ट पनि देखाउनु है। उहाँले मलाई एकचोक भन्नुभयो कि म कहिले पनि त्यो बिर्सिन्न कि होइन आशुमा। डाक्टर साहबले के भन्नुभयो भने जब भाइ बहिनीहरूले ल्याइँदै थियो, एउटा भाइ जस्तो लाग्छ मलाई, उसले गोली लागेको थियो अरे कि उसलाई होइन। तर उसले के भन्यो अरे भने डाक्टर साहबहरूलाई चाहिँ इमर्जेन्सीमा, यो ठिक बनाइदिनु, मलाई पट्टीसट्टी लगाइदिनु, म फर्केर जान्छु, आन्दोलनमा जान्छु भने म फर्केर बानेश्वर गइहाल्छु, मलाई यो टालटुल गरिदिनुहोस्, म अहिले फर्केर जान्छु भनेर भने अरे कि। भनेपछि ऊ भित्र कति त्यो पीडा रहेछ क्या। पहिलाको त्यो जुन प्रतिशोध दमन गरेर राखेको सरकारले कति दमन गरेर राखेको थियो, कति हामी डेमोक्रेसी कन्ट्रीमा छौँ तर पनि त्यो फिल गर्न पाएको थिएनौँ नि त। त्यही भएर नै त्यस्तो उहाँ डाक्टर साहब जुम आउट गरेर डाक्टर साहब आउनुभएको थियो होइन। अनि उहाँ मेन्टल हेल्थ एक्सपर्ट हो होइन। डाक्टर साहबहरू आउँदाखेरि हामी बसेर कुरा गर्दाखेरि चाहिँ उहाँले भन्नुभयो कि होइन, केएमसीको यो बताउँदै हुन्थ्यो कि उहाँले कि त्यो भाइहरू होइन फर्केर जान्छु, मलाई त अहिले नै ठिक बनाइदिइहाल्नुहोस् भन्ने त्यो चाहिँ जानु पनि भएको थियो नि, जुनुन। आँखा फुटेको यतापट्टिको छोपेर होइन, छातीमा गोली लागेको छातीको त्यो पाल पुरेर भाषण गर्दै हुनुहुन्थ्यो हाम्रो एक दुईजना जेन्जी भाइहरू। त्यो त हामीले देखेको हो, भिडियो लाइभ देखेको त्यो त। एउटा म थोरै पढ्दै थिएँ होइन, हामीले सानो हुँदाखेरि चाहिँ स्कुलमा पढेको कुरा यो है, म निकाल्छु यो कुरा होइन। 18औं शताब्दीमा चाहिँ 18th सेन्चुरीमा चाहिँ एकजना महिला हुँदो रहेछ जसले चाहिँ त्यो क्राइमियन वार भन्ने त्यतिखेर चाहिँ एउटा युद्ध भएको बेलामा चाहिँ राति चाहिँ त्यो वारबाट आउने जुन घाइते सोल्जर्सहरू हुन्छ नि होइन, सिपाहीहरूलाई चाहिँ साँझ आफ्नो काम सकिसकेपछि पनि उहाँले चाहिँ एउटा टुकी एउटा बत्ती बालेर चाहिँ उहाँ चाहिँ घुम्नुहुन्थ्यो अरे कि होइन। ए कस्तो छ तपाईँहरूलाई भनेर चाहिँ होइन, प्रब्ली भाइहरू नै भन्नुहुन्थ्यो होला होइन। त्यो महिलाको नाम चाहिँ फ्लोरेन्स नाइटिङ्गेल। म त थ्याङ्क यू।
हजुरलाई पनि आजको दिनमा मैले कतै न कतै पढ्न पाएँ कि हाम्रो दिदी त फ्लोरेन्स नाइटिङ्गेल हो। हजुर नर्स भएर पनि होला। त्यस्तो त होइन, तर कस्तो भन्दा चाहिँ मलाई चाहिँ अब आफूलाई यो यत्रो ठुलो त्यो उसमा त राख्न मिल्दैन होइन। तर कस्तो भने मान्छेलाई चाहिँदाखेरि चाहिँ मान्छे चाहिने हो कि। मानवीय धर्म जस्तो यो संसारमा कुनै पनि धर्म हुँदैन। तपाईँको जब मानवको भावना अर्को मानवसँग जोडिँदैन तब अनि यो घटना घटित भएको के, बुझ्नुभयो नि। नेताहरूले सबैजनाले जो बुढो भइसक्नु भएको, जो 75 भनौँ न 80 वर्ष लागेको नेताले राज गरिरहनु भएको थियो, यो देश चाहिँ चलाइरहनु भएको थियो, उहाँहरूले चाहिँ सत्ता छोडेर युवालाई दिनुभएको भए आज यो स्थिति आउँथेन। उहाँहरूले चाहिँ भयो ल, हामी जत्तिकै हाम्रो अभिभावक उहाँहरू होइन। तर कस्तो भने उहाँहरूले हाम्रो भावना बुझिदिएको भए, मानवीय धर्म उहाँहरूले नछोडिदिनु भएको भए आज यो सिंहदरबार नै जल्थेन, कोही एउटा प्रहरी जल्थेन, आज यो कुनै एउटा प्रहरी चौकी जल्थेन, कुनै एउटा मान्छेको घर भनौँ न नेताहरूको घर जल्थेन आज। त्यो त प्रतिशोध हो नि त होइन। युवा पुस्तामा जुन गरिएको दमन थियो एउटा फेसबुकको बाट सुरु भयो होइन र। फेसबुक बन्द गर्यो सरकारले भनेबाट चाहिँ दमन गर्यो, भ्रष्टाचार लुकाउन खोज्यो सरकारले होइन। यसको चाहिँ भण्डाफोड गर्छु भनेर एउटा सानो एजेन्डा बोकेर जानुभएको थियो नि त उहाँले त, प्रोटेस्ट गर्ने भन्दा अगाडि त होइन। तर जब प्रोटेस्ट भयो त्यो पछि चाहिँ कस्तो भयो त देश, कति भित्र त्यो प्रतिशोध रहेछ त त्यो युवाहरूलाई भन्नु त। कति वर्षदेखिको 40 वर्षदेखिको 3वटा बाहरूले घुमाई देश चाहिँ कसरी बनाउनु भएको थियो त, कस्तो अवस्थामा पुर्याउनु भएको थियो त। आजको दिनमा फर्केर हेर्दाखेरि होइन, आजको दिनमा फर्केर हेर्दाखेरि यो संसारैभरिबाट माया पाउनु भएको छ नि त होइन। माया त पाउनु भएको छ नि संसारैभरिबाट होइन। एउटा समय थियो जब कतिजना मान्छेहरूले हजुरको ट्रोलै बनाउँथ्यो, हजुरलाई के गरे होला, यस्तो किन यस्तो गरे होला भनेर भन्थ्यो नि त होइन। त्यो समय र अहिलेको समय हेर्दाखेरि होइन हजुरलाई कस्तो लागिरहेछ? होइन मलाई त एउटै लाग्छ, समय त एउटै हो होइन। त्यो अब पहिला त्यो बेलामा अब उहाँले मलाई बुझ्दै हुनुहुन्थ्यो यो आशिका तामाङ भने को रहेछ त, यो चाहिँ एकदमै भाइरलको किरा भाइरल हुन्छु भनेर जर्मनी छोडेर आएको एउटा चाहिँ केटी हो कि होइन। यो चाहिँ अब भनौँ न कतिजनाले त मलाई नराम्रो भनौँ, यो त सिआइडी पो हो कि विदेशबाट आएको होइन। चस्मा आँखामा भएको रेबन चस्मा लाएर हिँड्छे होइन, आँखामा चाहिँ उसको क्यामेरा छ, अनि त्यस्तो सिआइडी बनेर पो आएको हो कि भन्ने त्यस्तो खालको एकदमै तरङ्गित हुनुहुन्थ्यो। अनि कतिले मैले त आफ्नो डेली लाइफमा भोगेको कुराहरू न मैले चाहिँ सामाजिक सञ्जालहरूमा राखेको, अनि ती कुराहरू चाहिँ भाइरल भएका हुन्। मलाई अहिलेसम्म याद छ त्यो दसैँको बेलामा हजुरलाई के अरे त्यो दसैँमा हजुरलाई चित्त दुखेको थियो नि त होइन, किन चाहिँ हामी चाहिँ के अरे जनावरलाई मारेर चाहिँ हामी किन खान्छौँ भनेर हजुरलाई चित्त दुखेको थियो नि त त्यो समयमा होइन। तर त्यो टाइममा पनि ट्रोलमा पर्नुभयो।